विभिन्न मन्दिरमा चाहिँ पिसाब छर्किँदै हिँड्ने महिला चाहिँ पक्राउ परेकी छिन्। उनलाई चाहिँ स्थानीयहरूले उजुरी दिएका आधारमा हो कि होइन भनेर सिसिटिभी फुटेजहरू हेर्दाखेरि उनले पिसाब छर्किँदै हिँडेको देखिएर उनलाई चाहिँ प्रहरीले चाहिँ पक्राउ गरेको हो। उनले चाहिँ तारकेश्वर 5 मा रहेको विभिन्न मन्दिरमा, सीतापाइलामा रहेको गणेश मन्दिरमा, तपाईँको भाटभटिनी मन्दिरमा लगायतका मन्दिरहरूमा चाहिँ उनले पिसाब छर्केर हिँडेको चाहिँ सिसिटिभी फुटेजले देखाएको छ भने उनलाई चाहिँ प्रहरीले पक्राउ गर्दा नि 5 बोतल चाहिँ तपाईँको त्यो पिसाब भेटिएको छ। तपाईँ अरूको धर्मलाई सम्मान गर्नुहुन्न भने अपमान पनि नगरिदिनु न। धर्म तपाईँको सो इच्छाले मान्न पाइन्छ। यी दिदीले चाहिँ 76 सालमा चाहिँ धर्म परिवर्तन हिन्दूबाट क्रिस्चियन हुनुभएको रहेछ दिदी। ठिक छ, तपाईँलाई जानुहोस् के जानुभयो, ठिक छ, तपाईँलाई हिन्दू धर्म मान्न मन लागेन, जानुभयो अर्को धर्ममा। तर अर्काको धर्ममाथि चाहिँ उयो अनास्था फैलाउने खालको यस्तो घृणित काम नगर्नु न। मन्दिरलाई प्रदूषित बनाउने तरिकाले पिसाब छर्केको भनेर चाहिँ स्वयं विरुद्धले यिनलाई चाहिँ पक्राउ गरेको छ। यस्तो पनि हुन्छ अर्काको धर्ममाथि जे पनि गरिदिने, आफ्नो धर्म छोड्ने भन्दैमा। त्यो होइन, हामी त म त मुसलमानलाई नि, मुस्लिम धर्मलाई नि उस्तै मान्छु, तपाईँको उधौली पर्वलाई नि, किराँतहरूकोलाई नि उस्तै मान्छु, अनि तपाईँको क्रिस्चियनहरूलाई नि उस्तै मान्छु। सबै साथीहरूसँग बसेर सँगै त गरिन्छ। धर्म भनेर त एउटा आस्था हो के, अर्काको आस्थामाथि खेलवाड नगरिदिनु न।